अब समाधि हामीले अगाडिपट्टि सल्लाह त्यसको छलफल गरेर आइसक्यौँ। समाधिलाई दुई प्रकारले व्याख्या लिएको थियो। एउटा सबविकल्प समाधि, एउटा निर्विकल्प समाधि। अब यहाँ आज चाहिँ के भनिएको छ, समाधिमा पर्ने निर्विकल्प समाधि, त्यो शून्यतामा गएर डुब्नको लागि, त्यसमै गएर लीन हुनको लागि चाहिँ के चिजले बाधा पुर्याउँदछन्, विघ्नहरू के हुन् समाधिका भनेर चाहिँ प्रश्न उठाइएको छ। समाधिका विघ्नहरू के हुन्, केले चिजले बाधा गर्दछन् समाधिमा? समाधिमा चाहिँ चारवटा चिजले चाहिँ बाधित गराउँदछ, चारवटा चिजले छेक्दछन्, फसाउँदछन्। त्यसमा चाहिँ क्रमशः यस्ता छन् नामहरू चाहिँ, पहिलोलाई लय भनिन्छ, दोस्रो विक्षेप, तेस्रो कषाय र चारौं चाहिँ रसस्वाद। यी चार प्रकारका जो अवस्थाहरू छन् यिनले चाहिँ समाधिस्थ हुनको लागि चाहिँ बाधा अथवा विघ्न उत्पत्ति गराउँदछन्। यसमा के हुन्, अब पहिलोबाटै जाउँ। पहिलो छ लय। लय भनेको चाहिँ जस्तो समाधिमा कोही व्यक्ति जाँदैछ, लीनतामा डुब्दैछ, मनले नै हो चिन्तन गर्ने, हतियार त मनै हो। मनले चिन्तन गर्दा गर्दै चाहिँ थाक्छ, कुनै समय थाकेर चाहिँ कुनै पनि आधार नभेटिएको खण्डमा चाहिँ मन चाहिँ कि तन्द्रमा कि त सुसुप्ति अवस्था, प्रमाद अवस्थामा जान सक्दछ। तपाईहरुलाई पनि याद होला, कहिलेकाहीँ तपाईहरु यसो ध्यान भनेर बस्नुहुन्छ, कहिलेकाहीँ मन चाहिँ फुत्त चाहिँ मन सहित शरीर सल्ल निदाइदिन्छ, याद होला। निन्द्रा झुब्बु झुब्बु आउँछ, याद होला। कहिलेकाहीँ बस्यो ध्यान भनेर बसेको निन्द्राले खाइदिन्छ। किन भनेदेखि मनले विभिन्न प्रकारका चिन्तन गरिरहन्छ। तपाईँ जाग्नु छ होला नै विचार बनाइयो कुनै अवस्था। जाग्ने भनेको चाहिँ स्वतस्फूर्त रूपमा केवल रहनु, देख्नु भनिएको थियो। कहिलेकाहीँ हामीले यो पक्रिदिन्छौँ कि जाग्नु छ मात्र, बाणी पक्रिदिन्छ, शब्द पक्रिदिन्छौँ, त्यसपछि तन्द्रा लाग्छ। प्रमाद, आलस्यतामा निन्द्राको उत्पत्ति हुन सक्छ अथवा सुसुप्ति अवस्था घटित हुन सक्दछ। अन्धधुन्ध कहाँ पुगेको थाहै छैन, बस बसिएको छ, कहाँ छ के छ थाहै छैन, हो यो अवस्था हुन सक्दछ। अनि यसलाई पनि हामीले चाहिँ समाधिमै छु भनेर चाहिँ हाम्रो भ्रम हुन सक्दछ, यो बाधा हो। यसको लागि चाहिँ अब के गर्ने त नि, बाधाबाट चाहिँ के गर्नु पर्यो भनेदेखि जुन कार्य चुनौतीपूर्ण हुन्छ, सतर्कता चाहिन्छ जुन कार्यमा। नितान्त होस नभइकन त्यो कार्य हुनै सक्दैन भने त्यो अवस्थामा होमिनु। अथवा कुनै रचनात्मक कार्य, कोही रचना गर्दै हुनुहुन्छ, केही चित्र बनाउँदै हुनुहुन्छ तपाईँले, अथवा कुनै म्युजिक क्रिएटर, म्युजिकलाई कुनै तपाईँले चाहिँ निर्माण गर्दै हुनुहुन्छ, अथवा कुनै पनि यन्त्रहरू तपाईँले बनाउँदै हुनुहुन्छ, कुनै सफ्टवेयर बनाउँदै हुनुहुन्छ भने त्यहाँ त सतर्कता चाहियो, चनाखोपन चाहियो। जहाँ पुगेपछि अथवा जुन कार्यले तपाईँलाई सतर्कता दिलाउँछ, चनाखो बनाउँछ, यो कार्यमा होमिनु, यो कार्यमा पल रहनु, यसैलाई ध्यान बनाउनु। हाम्रा समस्या एउटा के छ भने हामी ध्यान मतलब उपरकट लगाउनु मात्रै ध्यान भनिन्छ, यसलाई एकछिन छाड्नु। कर्म पनि ध्यान बनाउन सकिन्छ। जे कर्म गरिएका छौँ, जहाँ जे कर्म गरिएको छ त्यही कर्ममा स्थित हुनु, मन पनि त्यही रहोस्, शरीर पनि त्यही रहोस्। शरीर बिना त मन मात्रै त्यहाँ हुन सक्दैन, तर शरीर त्यहाँ भएर मन अन्यत्र हुन्छ, हुन सक्छ। त्यसकारणले चुनौतीपूर्ण कार्यलाई स्वीकार गर, जागृत अवस्था स्थापित गराउन पुनः प्रयत्न गर। यो गर्छ कुनै चुनौतीपूर्ण कार्यले। जस्तो कुनै हिमाल चढ्दै हुनुहुन्छ, बडो चनाखोपन चाहिन्छ, यता पनि खाइ छ उता पनि खाइ छ, सानो यसो खुट्टो मात्रै अडिने एउटा चाहिँ स्थान छ, त्यस्ता कयौं थान चढेर माथि टाकुरामा चढ्नु छ। अब त्यहाँ बेहोसिता आउनेवाला छैन, त्यहाँ त चुनौती छ। यसको मतलब यो होइन कि हरेक कार्यको सुरुवातमा हामी सबैको चाहिँ चुनौतीपूर्ण नै हुन्छ।
कसैले यदि बाइक चलाउनुहुन्छ भने बाइक चलाउँदा सुरुको दिन जब तपाईँ बाइक सिक्दै गर्छ बडो चुनौती, बडो होस आउँछ, बेहोसी आउँदैन, विचारहरू आउँदैन। तपाईँ बाइक चलाउन जान्नुभयो, लाइसेन्स लिनुभयो, त्यसै पर्फेक्ट भइसकेपछि बाइक चलिरहेको हुन्छ, तपाईँ मस्त आफ्नो चलिरहन्छ। तपाईँ त्यसै चुनौती दिइरहनु, चुनौतीपूर्ण कार्यमा घटित गराइरहनु। यस कारणले त्यो लय हुनेवाला जो कमजोरी छ, जो बाधा छ, त्यो उत्पत्ति हुन पाउँदैन। पहिलो नम्बर, यसलाई यति तरिकाले बुझ्नु, कुनै रचनात्मक कार्यमा जसद्वारा जागृति निरन्तर रहिरहन्छ त्यो कार्यमा स्थापित हुनुहुन्छ, त्यो कर्ममा लागि पर्नु छ निरन्तर, नित्य। पहिलो बात। दोस्रो छ विक्षेप। विक्षेप भनेको चाहिँ ध्येय वस्तुलाई छाडेर सांसारिक वृत्तिहरूमा सरलताका कारण भड्किनु, मनको चञ्चल अवस्था। जस्तो अब कुनै चुनौतीपूर्ण, कुनै अब जसका कारण जागृति आउँछ त्यस्ता कर्महरू गर्दाखेरि चुनौतीलाई स्वीकार गर्नुपर्छ। सायद शारीरिक तल होस् चाहे त्यो मानसिक तल होस्। अनि मनले के भन्छ, छोड्दे, चलिरहेछ दुनियाँ, त्यहाँ गइरहेछ, त चाहिँ जान्ने भएर उता होस र जागृति तँलाई चाहिरहेछ। भइरहेछ त दुनियाँ, सबैको घरमा चुलो बलिरहेकै छ, सबैले खाइपिआई मस्त हिँडिरहेका छन्, सबै आनन्दित छन् संसार। लहर नाचेका हेर त, भेडा भएका छन् 8-10 जना नाचिरहेका छन्, कम्मर भाँचिरहेका छन्। तँलाई बेकारको यो झन्झट किन चाहिए? मनले यो भन्दछ। हिजोसम्म तँ पनि त्यही थिइस्, कति आनन्द थियो, हेर फक्कैमा ध्यान भनेको छ, उपरकट्टी लगाएको छ, सत्सङ्ग भनेको छ, जबरजस्ती। यो भन्दा त हिजोकै मजा थियो। दुनियाँ हेर कति रस आस्वाद गरिरहेका छ। यो मनले बार बार भनिरहन्छ। यो मैले कुनै नयाँ चिज भनेकै छैन, बार बार भन्छ तपाईँहरू भन्नुहुन्न अथवा लुकाउनुहुन्न, छिपाउनु, यो अलग कुरा, हामी भन्न चाहँदैनौँ यो कुरा। तर यथार्थमा यही हो, भनिरहन्छ मनले, किनकि मनको कामै त्यही हो। मलाई पनि भन्छ, तपाईँलाई पनि भन्छ, सबैलाई भन्छ यो, किन मनैको कामै त्यही हो। सकेसम्म यो मेरै अन्डरमा रहिरहोस्, मेरै वृत्तिमा फसिरहोस्, मैले जे निर्देशन दिन्छु त्यही त्यही गरिरहोस् भन्ने मनले चाहन्छ। मन मै मालिकियत रहँ भन्ने चाहन्छ। अब जाग्नुको मतलब के हो? मालिकियत आफूले लिनु हो। तपाईँले वास्तवमा तपाईँले लिन चाहनु, यो स्वीकार छैन मनलाई, त्यसै मनले जाल बुझिदिन्छ, फ्याँकिदिन्छ एउटा जाल। लहर सारा दुनियाँ कस्तो मस्त छ, त चाहिँ जान्ने। त्यसै योबाट बच्नु। अब यसको उपाय के हो? उपाय के हो भने अभ्यस्त भइरहनु, बार बार त्यो जो जागृतपन छ त्यही प्रयत्न गरिरहनु। दोस्रो भनेको चाहिँ वैराग्यलाई स्थापित गराउनु। अनि असङ्ग रहनु। कुनै पनि यस्तो संगत नदिनु जसका कारणले मन गएर बेहोसीमा फसोस्। मनलाई त्यहाँ वासना उत्पत्ति हुनेवाला त्यो संसाधन स्रोतहरू मिलोस्, त्यस्ता कुनै पनि संगति नगर्नु। आजमा जे गरिस्, आजबाट म तँलाई दिनेवाला छैन भने मनलाई थन्क्याउनु। जो वास्तवमा गर्न योग्य छ त्यो कार्यमा होमिनु। बच्ने उपाय यही, नत्र मनले भनिदिइहाल्छ। यो सामान्य हो, सुन्दाखेरि यथार्थमा बडो कठिन छ, तिर्क पारिहाल्छ मनले। वान मिस गेम फिनिस भने जस्तो एउटा कहीँ डायलग, यसो मनको एकचोटि त भन्यो भने अनि गयो। यसो हेर्नु, 5 मिनट, आज 5 मिनट भन्दा मोबाइल यसो फेसबुक 5 मिनट हेर्छु, त्यसपछि म हेर्दै भन्यो कतिखेर 50 मिनट हुन्छ थाहै हुँदैन। एकचोटि तपाईँले दिनुभयो भने यसले ठगिजान्छ। म यसो चौतारा गएर एकैछिन यसो साथीहरूलाई भेटेर आउने हो क्या, एकैछिन तपाईँ चिया गफ भनेर जानुहुन्छ, कतिखेर खाजा पार्टी भयो हुन्छ थाहै हुँदैन। यसो दुलादुलैलाई आशीर्वाद दिएर आउँछु विवाहमा भनेर गायो, दिनभरि हुँ। त्यस कारणले यो मनलाई ठग्न नदिनु। यो कामै मनको, तपाईँ ठिकतिर सुन्नुहोस् त सही,
मनले हो यो भनेको एकैछिन भन्नेवाला यही मन हो। त्यसै यसको सुन्नु नै छैन। एकान्त, आफ्नो सङ्गत, निज सङ्गत, यसले बच्न सकिन्छ विक्षेपबाट। अब अर्को छ तेस्रोमा कषाय। अब कषाय भनेको यदि तपाईँ लय र विक्षेपबाट तपाईँ बच्नुभयो, तपाईँ यी लय र विक्षेपलाई तपाईँ परास्त गराउनुभयो, लय र विक्षेपबाट बचियो भने कषायले आफ्नो हतियार चलाउँछ। कसरी कसरी भनेदेखि कषायको मतलब भन्यो पुराना लुकेका वृत्तिहरू जो दबेका थिए, जसलाई हामीले दमन गरिएको थियो जान अनजानमा, ती दमन गरेका राग द्वेष र संस्कारका कारणले चाहिँ के हुन्छ भनेदेखि चित्त दिग्भ्रमित हुन्छ, भ्रमित गराइदिन्छ, मानसिक तलमा गाँठो बनाइदिन्छ। के सही हो के गलत हो त्यो छुट्याउन बडो कठिन हुन्छ। पुरानो संस्कार, पुरानो आदत, पुरानो राग द्वेषका कारणले, आकर्षण विकर्षणका कारणले के गर्ने के नगर्ने, सही र गलतलाई दिग्भ्रमित गराइदिन्छ। थाहा हुनै दिँदैन कि के सही र के गलत हो। त्यस कारणले अब यसको उपाय के हो? उपाय के हो भनेदेखि हामीसित मिलेको जो बुद्धि छ, यो बुद्धिले चाहिँ वासनाको परिचय गर्ने, पहिचान गर्ने, यो कहाँबाट उत्पत्ति भएको छ, यो उत्पत्ति हुनेवाला स्रोत के हो, यो बाहिरबाट आएको हो या मैबाट उत्पत्ति भएको हो, भएको भने कहाँबाट कुन कारणले, आफ्नो निरीक्षण गर्ने। आत्मनिरीक्षण भनिन्छ नि, हामीले कहिलेकाहीँ एउटा शब्द प्रयोग गरिन्छ आत्मनिरीक्षण। आत्माको मतलब त्यो होइन कि आत्मैको निरीक्षण, भित्र भएको वृत्तिको निरीक्षण, कहाँबाट उत्पत्ति भयो यो बुद्धिले हेर्ने। मनभन्दा अलिकति माथिपट्टि आइयो बुद्धि, बुद्धिले चाहिँ निरीक्षण गर्नु सही र गलतको चाहिँ। अर्को उपाय भनेको चाहिँ के छ भने साधनालाई बढाउनु, निरन्तर नटुटाइकन अविरल रूपमा चाहिँ साधनालाई बढाइरहनु। अर्को तेस्रो उपाय योबाट बच्ने, कषायबाट बच्ने, भूत र भविष्य कालका सम्पूर्ण, चाहे ती कल्पना हुन्, चाहे ती धारणा हुन्, चाहे त्यो ज्ञान होस्, चाहे त्यो जेसुकै होस्, पद रूप यौवन सम्बन्ध जेसुकै होस्, भूतकाल र भविष्यमा जो हुनेवाला हाम्रो मनले कल्पना गरेका, यी सबैलाई छाडे वर्तमानमा स्थित रहनु। जो छ मसित अहिले यही पल छ, वर्तमान। जे गर्ने हो मैले यही पलमा गर्ने हो। न भूतकाललाई मैले ठिक पार्न सक्दछु, न भविष्यकाललाई मैले ठिक पार्न सक्दछु। मैले जे गर्नु छ उचो भन्दा उचो यही वर्तमानमा गर्नु छ। मेरो हातमा भनेको यही वर्तमान हो। यो कुरालाई मध्यनजर गरिरहनु, वर्तमानमा जिउने प्रयत्न गर्नु बार बार। यो द्वारा कषाय पनि परास्त गराउन सकिन्छ, बाधक। अर्को छ रसस्वाद। रसस्वादको मतलब निर्विकल्प समाधिमा पुग्नु अघि त्यो सविकल्प जो समाधिमा मिलेका आनन्दका तरङ्गहरू छन्, हो त्यो तरङ्गका कारणले चाहिँ यही रज रस, यही रज असली आस्वादन भनेर यही भट्किनु, यही हराएर जाने। सबैभन्दा खतरनाक भनेको यही हो। हामी कयौं अवस्थामा यो घटित हुन सक्छ। तपाईले यसो हेर्नु हो भने एक आधी घण्टा हामी ध्यान अथवा कुनै पूजा अथवा कुनै पाठ आदिमा बसेर म धार्मिक हुँ भन्ने अहंकार रूपी जो रस छ, यो रसलाई चाहिँ आस्वादन गरेर बसेका हुन्छ। यसो हेर्नु कयौं कयौं पल हामी ध्यानै गरिएको छ भने पनि अहंकारले गच्किन्छ, म ध्यानी। हामी योगै गरिएको छ भने म योगी। पूजा पाठ गरिन्छ भने नि म पूजा पाठ गर्नेवाला। मन्दिर तीर्थ आदि व्रत गरिन्छ भने पनि म गर्नेवाला। यो अहंकार चाहिँ रहिरहन्छ, त्यो अहंकारको रसस्वाद चाहिँ रहिरहन्छ। अनि हाम्रो समाज फेरि बडो खतरनाक छ। लेखेर राख्नु कुनै दिन काम लाग्ला अथवा कसैलाई भइसकेको छ भने गजब। हामीले यसो अलिअलि धार्मिक क्रियाहरू गर्यौं, हामीले यसो अलिअलि पढ्न थाल्यौं, मिठो
वाणी निकाल्न थाल्यो, यसो चतुराई अलिअलि वाक कला आयो अथवा अलिअलि पूजापाठ गरिँदैछ भनेदेखि सम्पूर्ण समाजले तपाईँ महान भन्न सुरु गरिहाल्छ, नतमस्तकता गरेर सुरु गरिहाल्छ समाज। ओहो तपाईँ त गजबका हुनुहुन्न, यति सानो उमेरमा तपाईँ बडो धार्मिक, अथवा तपाईँले यस्तो व्यस्तताको समयमा तपाईँले पूजापाठ गर्ने, तपाईँ हेर्नु दुनियाँ यस्तो फसिरहेको छ नि, तपाईँ त तीर्थयात्रा व्रत गर्ने, तपाईँ त बडो भाग्यमानी, तपाईँ जस्तो व्यक्ति हाम्रो गाउँमा कठिन छ। यो प्रशंसा गरे गजब। अनि यसपछि त्यो व्यक्ति अथवा त्यो साधक दिग्भ्रमित हुन सुरु गरिहाल्छ। आहा, उसले अरूलाई देखाउनको लागि होइन, अभिनयपूर्ण जिन्दगी जिउँछ, यथार्थसित मतलब छैन, देखाउन थाल्छ म धार्मिक हुँ। उसको सामने देखाउनै पर्यो, जसले प्रशंसा गर्छ उसको अगाडि देखाउनु पर्यो म धार्मिक भनेर। अरू कसैका अगाडि पनि नदेखाए पनि उसका अगाडि देखाउनु पर्यो नि त। त्यसैले नक्कली जिन्दगी जिउने, रसस्वाद गर्ने वृत्ति बस्दछ, त्यो बच्नु। यहाँ हो कठिन प्रशंसा, सबैभन्दा घातक हतियार। तपाईँहरूलाई लाग्छ न्युक्लियर बम भन्दा नि घातक भनेको प्रशंसा। कसैको पनि प्रशंसा नलिनु, कसैको बढाइ चढाइ सुन्दै नसुन्नु, सुन्न पर्ने परिस्थिति रहेछ भने भित्र चाहिँ नपसाल्नु। आफूलाई अहंकारलाई आउने वृत्ति, त्यो माहौल खडा क्रिएटिभ नगर, कमसेकम योबाट बच्नु। यसलाई लेखेर राख्नु, भित्तामा टाँस्नु पर्छ नि टाँस्नु। प्रशंसा, बरु निन्दा सुन्नु, बरु जहाँ जहाँ निन्दा गरिन्छ त्यहाँ त्यहाँ जानु, प्रशंसा हुने ठाउँमा जाँदैन। यदि यहाँ तपाईँ बच्नुभयो भने बल्ल चाहिँ बात राम्रोसित बच्छ। यो सुरुकै अवस्थामा पनि आवश्यकता पर्छ, अन्तिम अवस्थामा पनि साधक अन्तिम अवस्थामा पनि आवश्यकता पर्छ। प्रशंसा गयो बेलैमा पुग्यो। अब बच्ने उपाय चाहिँ यही हो, क्षणिक सुख अथवा नाटकीय सुख, झुट सुखलाई छाडेर जो वास्तविक छ, जो यथार्थ छ, आफ्नो लक्ष्य के हो त्यो लक्ष्यलाई मध्यनजर गरेर अगाडिपट्टि निरन्तर बढिरहनु। न प्रशंसामा उत्सुक राख्नु, न कसैको निन्दामा। आफ्नो व्यक्तिगत निज स्वभावमा फर्किनु। कसैलाई स्तुति गर्नु छैन, कसैको प्रशंसा नि गर्नु छैन। कोही सामने साधकका हिसाबले कोही सामने उच्चतम पुरुष भेटियो अथवा उच्चतम शास्त्र भेटियो, तिनलाई नतमस्तकताले अगाडि शिर झुकाएर अगाडि जानु अलग बात, तर बिना कारण झुटो प्रशंसा पाउनको लागि अभिनय जिन्दगी अथवा कसैको प्रशंसा कसैको निन्दा यो चाहिँ नगर्नु। यो हानिकारक। चाप्लुसी बडो हानिकारक। यसलाई मैले बडो जोड दिएको छु। जोड दिनुको पछाडिपट्टिको त्यही हो, हामी फसिन्छ अधिकांश गएर फस्ने यही भएको हुनाले मैले बडो जोड दिएको छु, बारम्बार उच्चारण गरेर। यहाँ बच्छ। यदि निसङ्ग रहियो, तिमीहरू साधु जति पनि छन् साधकहरू, ऋषि मुनिहरू पनि सबै तपाईँले अन्तिममा पाउनुहुन्छ। साधक भए कहाँबाट ज्ञान प्राप्त भयो भने जङ्गलमा गथे अरे, कुनै खोलामा थिए अरे, कुनै बुटाको वृक्षको फेदमुनि थिए अरे, कुनै गुफामा थिए अरे भन्ने सुनिन्छ। ज्ञान प्राप्त गर्दा त्यो कहाँ थियो भनेर यदि ऋषि मुनिको जीवनी तलास गर्यो भने अधिकांशको यही हुन्छ। कुनै खोलामा मिल्किया हुन्थ्यो, कुनै गुफामा मिल्किया हुन्थे, कुनै जङ्गलमा मिल्किया हुन्थे, कुनै बिरुवाको फेदमा एकान्तमा हुन्थे, निजै एकान्त। तात्पर्य यही हो कि के भने भिडभाड अथवा द्वैत द्वितीय कोही संगतिले चाहिँ भड्काउँछ। ऊ हाँस्दा हाँस्दिनु पर्यो, परेन? तपाईँको अगाडि बसिरहेको छ, कोही व्यक्ति हिस्सा हाँस्यो, उसले हाँसेपछि तपाईँ हाँस्नु परेन? हाँस्नु पर्यो। तपाईँ आरामै हुनुहुन्छ भने चाहिँ उसले सोधेपछि आफूले पनि सोध्नु पर्यो। अनि तपाईँ साधना गर्नुहुन्छ र चाहिँ कति समय गर्नुहुन्छ पनि सोध्छ पक्कै। उसले सोधेपछि आफूले पनि सोध्नु पर्यो। अनि बातको खाल निकाल्दै समय यसै व्यतीत हुन्छ। त्यसकै जति पनि जान्नेवालाहरू पुगेका थिए ती तत्क्षण एकान्त। यहाँ मिल्नेवाला छैन, भिडभाडमा मिल्दैन।
त्यो लेखेर राख्नु भिडभाडमा सत्य कहिले पनि प्रकट हुँदैन एकान्तमै हो स्वयंले खोज्नु छ अरूको कोही माइकलाल ल्याएर खोजिदिने वाला छैन यो कुरालाई बुझ्नु पर्यो निसङ्ग रहनु अद्वैत दृष्टिलाई स्थापित गराउनु द्वैतमा जानु छैन भ्रान्त हुनु छैन दिग्भ्रमित हुनु छैन अब अद्वैतलाई स्वीकार गर्नु छ सब एक हो एक हो ब्रह्म एकै छ त्यही एकलाई स्वीकार गर्नु अब यी चार विघ्नहरू हटेपछि लय विक्षेप कषाय र रसस्वाद यी जो चार विघ्नहरू छन् समाधिका यी चार हटेपछि चाहिँ जस्तो प्रकारले हावा नलाग्ने ठाउँमा राखेको दीपक निश्चल अविरल अविचलित स्थिर हुन्छ मानौ त्यही वायु नै हो मानौ त्यो आकाशै हो कोही छैन त्यहाँ स्थिर छ त्यस्तै प्रकारले त्यो जान्नेवाला पनि स्थिर शान्त मौन त्यो परम दशाको प्राप्त हुन्छ त्यो ब्रह्मलाई जान्दछ अनि जान्नेवालाहरूले यहाँसँग उद्घोष गरेका छन् ब्रह्मविद ब्रह्मैव भवति जसले ब्रह्मलाई जान्दछ त्यो ब्रह्मै हुन्छ ब्रह्म समान भनिएको छैन ब्रह्म जस्तै भनिएको छैन ब्रह्मलाई जान्नेवाला ब्रह्मै हुन्छ ठिक तरिकाले बुझ्नु कयौं सम्प्रदायहरू कयौं अवस्थामा चाहिँ यही अवस्था छ हामी चाहिँ भगवानका अंश हौं हामी चाहिँ माया दिन्छौं हामी फलानु यस्तो हामी द्वैत छ अलग जीव छ ध्यान गर्नु छ ध्येय अलग छ ज्ञाता अलग छ ज्ञेय अलग छ यो चीज वहाँ हुँदैन यदि ठिक तरिकाले कोही साधक गएको छ भनेदेखि यो अवस्था घटित हुन्छ ब्रह्मविद ब्रह्मै भव जसले ब्रह्मलाई जान्दछ त्यो ब्रह्मै हुने हो यो अवस्था प्राप्त हुन्छ ब्रह्म जो सर्वत्र समान सर्वदर्शी सर्वज्ञाता छ त्यही पद प्राप्त हुन्छ अब यसलाई फेरि नझुकिनु कि प्राप्त हुन्छको मतलब मैले अब चाहिँ हामी अहिले अप्राप्त छौं गएर प्राप्त हुनु छ होइन हामीलाई सदाबार हामी ब्रह्मै हौ यति हो कि हामीलाई मायाका कारणले हाम्रो कल्पना धारणा विचार आसक्ति भावावेग यी कारणले त्यो ब्रह्मको जो अवस्था छ असली स्वरूप भुलेका बिर्सिएका बस यति हो जाग्न जरुरत छ जब जागिन्छ यथार्थ बोध भइहाल्छ म ब्रह्मै हुँ अहम ब्रह्मास्मि मै ब्रह्म हुँ यसो कोही द्वैमत छैन बस जाग्नुहोस् जाग्नाले नै त्यो गति प्राप्त हुने हामी ब्रह्म अहिले छैनौ पछि हुने यो होइन हामी ब्रह्मै हौ बस यो अहंकारले मान्न तयार छैन कि यो आवरणले म ब्रह्म हुँ भन्नको लागि यो धारणा जुन समय खतम हुन्छ यो खतम गराउनको लागि जागरण अनिवार्य आवश्यकता छ यो जाग्ने उपायहरू बस ब्रह्म हुने उपाय होइन ब्रह्म त हामी हौ नै बस यो जो धारणा छ जसलाई हामीले म भनेर सम्बन्ध गाँसिएर त्यो म वृत्ति जोडिएको छ अहम वृत्ति रहेर जसमा हो त्यो अहम वृत्तिलाई चाहिँ तोडाउनु छ तत्पश्चात अहम ब्रह्मास्मि मै ब्रह्म आजलाई यति नै शुभरात्री